यदि प्रहरीले गोली चलाएको हो भने हिन्दू प्रति मात्र लक्षित किन भयो? हिन्दूहरू मात्रै घाइते किन भयो? यो त प्रधानमन्त्रीले जे बोल्नुभयो एकदमै गलत बोल्नु भएको छ। जुन फेसबुकबाट उहाँले निर्णय सुनाउनु भयो यसले थप द्वन्द्वहरू निम्ताउँछ। र अर्को कुरा, हाम्रो प्रशासनहरू हेर्नुस्, मोरङ जिल्ला लगायत विभिन्न जिल्लाले पुराण तोकेर प्रेस विज्ञप्तिमा पुराणहरूमा चाहिँ तपाईको पुराण लगायत अन्य धार्मिक कार्यक्रमहरूमा डीजेको प्रयोग गर्न नपाउने भनेर भन्यो। अनि के हिन्दू धर्मावलम्बीहरूले मात्र डीजेको प्रयोग गर्छन्? ध्वनिलाई नियन्त्रण गर्ने हो भने यो ध्वनिको प्रयोग चाहिँ खालि हाम्रो यो एउटै धर्मलाई मात्र टार्गेट गरेर उहाँले त्यसरी प्रेस विज्ञप्ति निकाल्नु, त्यो त फेरि पनि हिन्दूहरूलाई चिडाइराख्नु भएको छ। उहाँहरू यति अपरिपक्व निर्णय गरिराख्नु भएको छ। उहाँहरूले त ठिक छ, ध्वनि नियन्त्रण गर्ने हो भने कुनै पनि धर्महरूले प्रयोग गर्ने क्रममा सामाजिक सद्भाव, सामाजिक रूपमा चाहिँ अरूलाई असर नपर्ने गरी भनेर त्यस किसिमको निर्णय आउनु पर्थ्यो, ब्यालेन्स निर्णय। उहाँहरूले त झन् उत्तेजित बनाउने किसिमको निर्णय गरिराख्नु भएको छ। हतारमा निर्णय गर्ने होइन, सोचेर निर्णय गर्ने हो अहिलेको समयमा। त्यसैले गर्दाखेरि यो प्रश्न मुख्य बटम लाइन भनेको गोली कसले चलायो नै हो। किनभने छानबिन उच्च तहको न्यायिक छानबिन हुनु पर्यो, सर्वपक्षीय हुनु पर्यो र त्यसबाट हामीले थाहा पाउनुपर्छ र आदेश कसले दियो। किनभने आदेश दिने संयन्त्र जेनजी आन्दोलनको समय र अहिलेको समयमा तिनीहरूको मापदण्ड फरक हुन सक्दैन। मापदण्ड एउटै हो, संयन्त्र पनि एउटै हो, चेन अफ कमान्ड्स पनि एउटै हो, प्रोटोकल पनि एउटै हो। त्यसैले गर्दा यो विषयमा पन्छिन मिल्दैन। यो हामीले यसलाई एकदम गम्भीरताका साथ लिएको छौँ।